नमस्कार, वेलकम टु माई ब्लग भण्डारी ब्लग। हामी अब भिजिटमा निस्किनेछौँ होमगाम। त्यही भिजिट काम कुरो एउटै हो। अनि छोरी फर्स्ट ट्रेन एक्सपिरियन्स हुँदैछ लङ टुरको। छोरी अहिलेसम्म बसमा धेरैचोटि घुमी, लङ ट्रेनमा चाहिँ यो पहिलोचोटि हो। बाटोमा के हुन्छ हामी देखाउँदै जान्छौँ है। छोरी हेर्नु कत्रो भइसक्यो। अँध्यारो भएछ अलिकति, सुरुङभित्र छौँ हामीहरू। ल सुरुङबाट निस्क्यौँ, उज्यालो भयो है। जङ्गलले बाटो हेर्नु जङ्गल पनि देखिरहेको छ। बाटो ट्रेनमा रमाइलो हुन्छ घुम्नलाई। छोरीले हावा गर्छ हेर्नु। है छोरो के हो त नि गरिदियो हेलो गरिदियो। खै बेबी खै छोरोको बेबी खै एक्साइटेड छ। के ल्याइछ बाबा? के ल्याइछ नि? हामी कहाँ घुम्न गएको है? आऊ भन। आऊ मामुको निधारको सिन्दुर पनि लगाइदिएछ, तानिदिएछ। छोरी भएपछि त्यस्तो बोकेर हिँड्नुपर्छ। त्यहाँ पकेटमा छ। बेबी भएपछि छोरी हुँदा नि बच्चा भएपछि खानेकुरा त छोरीको एउटै नै हो। बच्चा भएपछि चाहिँ बच्चा। That's kind of funny. It totally makes sense, though. It does make sense. It totally makes sense. Somebody's got to be playing on that. गाई गोरु नि चरिरहनु जङ्गलमा। गोठाले छैन होला। गाडी टल्केको कोही त। छोरी सुत्ती छ खाना लागि। ट्रेनमा त सुत्छ, फ्लाइटले के गर्छ? बुढियामा किन हिँडे छन् र? झनै लडाइँ बिचमा छ रहेछ। भजाउन टरेको छ। What's his name? DJ Boomden? यो हो पोर्चुगलको पहाड जङ्गल। यो हो मेरो छोरोको पहाड। कहाँ बसेको नि? कपाल हेर्नु कस्तो गएछन् कपाल। खाने नो त्यो हामी अहिले सुरुङ मार्गमा छौँ। खाली छ यता। Sounds like there's going to be no time. आज सालको रुखहरू जस्तै छ त हौ। अहिले हामी ट्रेनमा हौ। यहाँ पनि पहाड छ। त्यत्रोसम्म मात्रै हुन्छ पहाड। 3 वर्ष लगभग 2 वर्षपछि पुरानो ठाउँ घुम्न जाँदैछौँ विशेष कामले। छोरी गर्दा नि लाइट बढिहाल्छ छोरो। अन्त के पो finger 3 finger down 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 4 finger 4 finger crush 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 5 finger clap 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 Clap, clap, clap. clap 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 clap
कहाँ आएको कुन होटल हो यो कुन होटल हो यो होटल नवगाद हो कति स्टार हो 5 स्टार हो नि अब हेर्नुपर्ने यो छोरीसँग रमाइलो छ यहाँ स्विमिङ पुल पनि छ हेर्नु यी छोरी बुढी आएको छु हेर्नु स्टार होटल 5 स्टार होटल पनि यसो अलिकति छुट्टीको बेलामा युरोपियन होलिडे सुरु छ हेर्नु त्यही भएर फ्यामिलीसँग यसो टुरमा घुमघाम रमाइलो गर्नुपर्छ लाइफमा कति काम 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 दुःख 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 रमाइलो गर्नुपर्छ यहाँ 2 डेज हामी छौँ यहाँ रमाइलो गरिन्छ बाटोको भिडियोहरू बनाइन्छ राखिन्छ हामी अब होटलबाट बाहिर निस्किनेछौँ घुम्नको लागि यहाँको नाइट भ्यू रमाइलो हुन्छ है दिस इज स्टार होटल हामी आज यहीँ होटलमा छौँ 2 डेज यहाँ हुनुहुन्छ आमा छोरी युरोपियन स्टाइल यो हाम्रो रुम हो 5 स्टार होटलको रुम आज हामी चेकआउट गर्दैछौँ छोरी यता हेर त छोरी नि खुसी छ मम्मी नि खुसी छन् ड्याडी त झनै खुसी अब हामी बाहिर घुमघामको लागि निस्किन थालेको आएको ठाउँको सदुपयोग गर्नु पर्यो नि त होइन र बाहिर के हुन्छ हामी तपाईँलाई देखाउँदै लैजान्छौँ ओके ओके छ त सनबाथ लिँदैछन् आमा छोरी स्विमिङ पुल छ यहाँ स्नुकर राम्रो छ 5 स्टार होटल हो हेर्नु यसरी भिरेर हेर्नुपर्छ यस्तो चाहिँ लाइफ केही छैन यो रेस्टुरेन्ट एरिया हो हामी बसेपछि हामी खाजा खाए यहाँ अब यहाँबाट खाजा खाएर निस्किने घुमघाम आमा छोरी हुँ त्यहाँ पानीतिर यौँ रमाइलो गर्दैछन् हेलो आमा छोरी हुँ त्यहाँ के गलिला हो आमा चोली ल ए भिजाइ बुढी त्यसले सानी चोरो ओ ल हेर्नु पानी खेल्छ खुब पानी खेल्छ के गरेर हो आमा छोरी गर्मी छ त्यही भएर मान्छे पानीमा डुबाइ हेर्नु यहाँ छोरी पानी पाएपछि त आमामा के गर्ने हो के गर्ने आए ए कुद्न थालेपछि छोरी मेरो एउटा जुत्ता एउटा कता फाली चाहिँ हेर्नु कुद्नु त्यसो जुत्ता छोड्यो घर जानु न तिमी आज नो मोर छोरी जानु मानेन स्विमिङ पुल छोड्दैन छोड्ने रे क्यामेरा आउने छोड ल भइलेन छिटो हुन्छ नि कति छिटो हिँड्ने आऊ यताबाट तर लाइट परेन न राम्रो आयो लाइट पोलेन के कति जाने हो नि अब पानीहरू कहाँ जान्छ त कहाँ जान्छ नि कहाँ जाने खुट्टा आयो हजुरको कहाँ जाने फाइनल उसको पुरा भयो यहीँ आउनु त आइपुग्यो यार लाइन जबरजस्ती हामीले लिएर हिँड्यौँ अब बाछोरीलाई हेलो गुड मर्निङ वेलकम ब्याक दिस इज टुमोरो के 2 दिन भयो होइन हामी स्टडे एन्ड टुडे दोस्रो दिन हो यसो अलिक घुमघाम गरेर उसलाई त्यहाँको एउटा टोस्टा मिस्टा र छोरीको कफी खाना मन भएन के बोकाइ पनि कस्तो हो क्या हजुरको त खुट्टा फट्यो ल्याउन न बुढीलाई
आइएलो हामीले पुरै चेन्ज गऱ्यौँ किनकि गर्मी भयो हामीलाई। मैले चस्मा लगाएँ, छोरीले टोपी, मैले पनि यता नि टोपी। बिहान 9 बजे पहिला यादहरू ताजा हुँदैछन्। बिहान डन्ठेला पुरा साइकल चलाएर काममा आएको, साइकल पार्किङमा राख्ने मैले यहाँ, काममा जाने त्यहाँ। त्यो दिन पछि दिउँसो त्यहाँ बस्ने गरेको थियौँ कहिले काहीँ। त्यो चस्मा कस्तो नस्वास्थ्य देखेन मलाई। हाई हाई चलो एमएल चलो। यो मैले पहिला काम गर्नेको ठाउँ, यो छोराको भा पहिला काम गर्छ। यो मान्छेको दुःख पायो। बिहानको भ्यू, मान्छे बस्नु सुरु हुँदो रहेछन्। सफा यता त हाई भिडियो खिच्नु भनेर म बोलाएको छोरीको ताल टोपी खोलिदिए। क्या नि हो वो, क्या लियो? टोपी किन खोलेको बाबा? गर्मी भयो टोपी किन खोलेको? त्यो फाल्यो भने त उठ्छ नि, तल जान्छ। छोडले एउटा हातले सुन्छ। छोरी महारानी जस्तो बसिन्छ हेर्नु। छोरी पनि हेर्नु यतैतिर हेर्छु। खुट्टा यहाँ हेर्नु, डिजाइन महारानीको स्टाइल। गर्यो गर्यो हंसती है जब बेटियां तो मोती झरते हैं, चलती है लहरा के तो फूल खिलते हैं, पलके उठाती तो उजाले होते हैं, परियों के देश में वो तो रहते। रमाइ छे घुमाऊ 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 भन्छ। ल हेर्नु यो लिस्बन र सेतुपाल जुन पुल हो त्यो अगाडिको त्यसलाई मैले भिन्तिसिङको त्यो अब रेल। हामी यहाँ सनसेट बारी लिस्बन। वेलकम ब्याक न्यू युट्युब च्यानल मिस्टर भण्डारी युट्युब च्यानलमा। आज हामी चाहिँ सनसेट हेर्न जाँदै 3 जना भएर छुट्टीको सदुपयोग गर्दैछौँ। छुट्टी छ अहिले। यस्तो छ भ्यू। यता छ
बाप छोरी यता छु म चस्मा फेरि मेन चस्मा हो है चस्मा त्यता गएको छन् छोरीले मलाई चस्मा लाउनु दिनु सो मैले एक्सचेन्ज गरेको बाबाको हेलो गाइज हेलो हाउ आर यु छोरीले के गरेको चस्मा ल्याएको कसको चस्मा लगाएको नि मेरो चस्मा लाउँदै हिँडेछ खाँदै हिँडेछ सबै गर्दै हिँडेछ भाइ नयाँ ठाउँमा पुरानो ठाउँहरू होला नि त नि लाइफ यस्तै हो लाइफ इज अ जर्नी पर्छ हेर्नु समय पाएपछि घुमिहाल्नु पर्छ के हुन्छ बसेर थाहा छैन समय पाएपछि घुमिहाल्नुपर्छ हावा चलेर यस्तो छन् यता मान्छे चिन्नु त हो कपालले छोपेर हावा चले बल्ल देख्यो ए प्रिन्सेस कति दिनको यात्रा होला मेरो छोरीहरू एकदम डेन्जर भइसक्यो जे पनि फालिदिन्छ लाइट सेट भ्यूको लागि सनसेट भ्यूको लागि युरोपियन माझी हेरिहाल्नु माछा मार्दैछन् त्यति नजिक त्यति रमाइलो आमा छोरी यहाँ रमाउँदैछन् कति बेरमा निकाल्ने होला ल हामी फाइनल आइपुग्यौँ उकालो रहेछ धानकोटो उकालो छ हेर्नु यहाँ थोरै हल्का उकालो छ आलमारा डेस्टिनेसन नेतुरा के गरे हामी अर्को बाटो आएको भए चाहिँ ओ यो लिफ्ट चढेर आउने अरे हामी चाहिँ हिँड्दै हिँड्दै आयौँ नै यता हो हामी जाने के हो चलो यो के हो यो फुल यो फुल आयो खै छ र फुल हो फुल यो खोइ फुल देखाइदियो ए लुजा कस्तो टल्केको मेरो पोतो त लुजा हामी यहाँ आइपुग्यौँ अरू उनीहरूले हो ओके हाम्रो मात्र यस वा पुरानो गाडी बहस चलिरहेको छ कि अँ, अरूको इच्छा विपरीत भिडियो बनायो भनेर हजुर हामी यहाँ यहाँ भनेर आइपुग्यौँ खाजा लिएर खाने अनि यस्तो छ सब सनसेट हेर्नु लाग्छ यसलाई भन्छ पिपा फाउन्टेन त्यो ठ्याक्कै त्यो रातो ब्रिज छ पछाडि हेर्नु रमाइलो रहेछ यहाँ छोरी रमाएछ छोरीको आमा नि रमाएछ छुट्टीको मिक्स भयो ड्राई पिकनिकको मिक्स भयो यहाँ भने पसल तसल केही नै रहेछ मिक्स भयो हेर्नु रिचमन एरिया हो त्यो पारी छोरी मस्त खेलिरहेको छ
भिडियो बनाइदिरहेको छु अब फोटो हुनु त्यस्तै हो छोरीले फोटो खिच्न दिने हेर्नु यस्तो राम्रो ठाउँमा आएको भुइँमा बस्ने मानिन भिडियो बनाएर भयो नि काम त न मलाई चस्मा लाउन दिई अब छोरी भएपछि त्यस्तो बेबी बच्चा भएपछि त्यस्तो रहेछ नि ए साने बाउ छोरी के ए न गुजु 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 गर्नु छोरी आई बाप्रे मेरो चस्मा फाल्यो अब चरा खै कोही त के गरेको बेबीले आन्नु यो लिफ्ट एरिया हो बुढी तिम्रो इच्छा पुरा गर्नु छैन चस्मा फाल्दियो चस्मा फालिदियो दिन्न म मामु दिछौ होइन मामु दिच्छस् होइन मुख हेर्नु मुख कस्तो पारेर बसेछ थ्याङ्क यू सो मच वाचिङ हाम्रो भिडियो अगाडि पनि अझ यस्तै ल्याइरहँला थ्याङ्क यू बाई